तेरो खोकी हो कि माइक टेस्टिङ गरेको होइन यसले इन्डियन आइडल जाने प्र्याक्टिस गरेको होला हौ टिभी खोपेको देखेर त पिज्जा खानु पनि मन लागेन हौ जबै सिरियस रहेछौ डक्टर देखाइहाल ओइ अब त हामीसँग पिज्जा खानु नआइज ल तल रुममै पठाइदिन्छु पिज्जा 2 हप्ताभन्दा बेसी खोकी लाग्यो भने चाहिँ टिभीको सङ्केत हुन सक्छ है ओइ साइड तैँले अझै मार्क्स लगाएको छैनस् मैले हिजो त्यत्रो मार्क्स लगा भनेको होइन तँलाई टिभी भएको छ टिभी हिजोदेखि टिभी के भनेको यो त मलाई नर्मल खोकी लाग्छ मेरो मलाई टिभीको बारेमा केही पनि याद छैन तँलाई टिभीको बारेमा अझै याद छैन टिभी चाहिँ एयरबोर्न डिजिज हो र यसले मेनली चाहिँ हाम्रो लङ्समा एफेक्ट गर्छ र यसको सिम्टम्सहरू चाहिँ छ 2 हप्ताभन्दा बेसी कन्टिन्यू खोक्नु चेस्ट पेन वेट लस फिभर एन्ड नाइट स्वेट्स अहिले त टिभी सेल डिपार्टमेन्टले पनि टिभी पेसेन्ट्सको लागि फ्री चेकअप फ्री मेडिसिन प्रोभाइड गरिरहनु भएको छ र यसलाई साथ दिँदै एनजिओ स्टार अफ होपले एउटा जित मुभमेन्ट स्टार्ट गर्नुभएको छ जोइन्ट एफोर्ट टु एनटिभी र उहाँहरूले पेसेन्ट्सलाई न्युट्रिसनल सपोर्ट पनि प्रोभाइड गरिरहनु भएको छ टिभी चाहिँ क्योरेबल छ है मैले त सबै कुरा बुझेँ के तपाईँहरूले बुझ्नुभयो म त गएको टिभी फ्री हुनु यदि तपाईँहरूलाई टिभी लागेछ भने तपाईँ पनि टिभी फ्री हुनुहोस्